साथीहरु सबैजना नमस्ते नमस्कार है 2022 सालको आज पुष 15 हैन विशेष आज पुष 15 को दिन एकदमै भुच्चाने रोटो त्यसपछि तड कोरेर खाने दिनको सबैजनालाई देश विदेशमा रहनु भएको आमाबुबा तथा दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्ण इष्टमित्र लगायत सम्पूर्ण साथीहरुमा सबैजनालाई शुभकामना छ। आज हामी यहाँ तड कोर्न लागिसकेका छौं हैन ट्याक्कै तडको यहाँ भित्ताउन छ है तड यहाँ छ है गाइस तड यहाँ तल यहाँ कुनाउनु छ है म निकाल्ला ओए आयो तड आयो है तड आयो आयो तड हैन तड कोडिसकेका छौं गाइस फाइनली हैन हामीसँग तड यहाँ माथिमा ट्याक्कै यता यहाँ अलि निकालेका छौं उ यहाँ हैन यत्र तड आइसकेका छन् हाम्रो है ट्याक्कै हामीले निकालिसकेका छौं यो तडको बेलो यो हो ट्याक्कै रहेको तडको बेलो ट्याक्कै आजभोलि तड कोर्न धेरै जंगल जानु पर्दैन पहिला उते पारी जंगलतिर जानुपर्छ भने जानु पर्दैन आजभोलि ट्याक्कै आफ्नै करेसा बारीतिरका ट्याक्कै यस्तो बारीतिरै रहेका हुन्छन् करेसातिर ट्याक्कै खोनिसकेका छौं। सबैजनाले भिडियोलाई हेर्दिनु होला अन्तिमसम्म यसो टिमहरु तड कोर्ने टिमहरु कहाँ छन् आज सबैजनालाई म देखाउने छु पछिल्लो भिडियोमा हैन अर्को भिडियो आउँदैछ यसपछि हाम्रो सँग आज रहेका छन् तड कोर्ने साधन रहेको छ यो बक्सो त्यसपछि यस यो घैँटी रहेको छ हैन घैँटी पछि अब यहाँ के छ आँसी काँच हँसिया ल्याउँदा हँसिया छ यहाँ हैन यसरी ट्याक्कै निकालिन्छ पछि एकदमै यहाँ हाल्छ यो धेरै छ कुर्नु पर्ने अनि यतातिर अर्को बक्सो छ अन्त फेरि यो अर्गानिक सिस्नो पनि छ यतातिर है अनि आज बेलुकासम्मको तड हाम्रो यसमा यो पुरै निकाल्ने भन्ने छ यो भरिसकेपछि भइहाल्छ जस्तो छ धेरै छन् बेलाहरू तडका गाइस अनि त्यसपछि फाइनली आज तड खाने हो हैन तडका सेलाहरू यस्ता रहेका छन् तड माथि गएर रुखमाथि हैन यस्ता हुन्छन् सेला यसको तरकारी पनि खान सकिन्छ। ल सबैजना यसो कहाँ हुनुहुन्छ स्वदेश तथा विदेशमा सबैजनाले आज यसो पुष 15 मनाउनु होला तड कोरेर हैन घर ल्याइयो हैन अब ल्याएर ट्याक्कैलाई सफा गर्नुपर्ने हुन्छ यस्तो निसिसकेको छ तड कोरेर यस्तो डल्लो यो ठुलै आछ है यो त अब यसलाई पानीमा ट्याक्कै सफा गरिन्छ तडलाई बेलुकाको आज अब हाम्रो पुष 15 खतरा हुनेछ हैन रोटी हालिन्छ अब